नम्बर 3, आफूलाई विश्वास गर्नुहोस्। यदि तपाईले आफूलाई विश्वास गर्नुहुन्छ भने तपाईले संसार पनि जित्न सक्नुहुन्छ। बस तपाईभित्र आत्मविश्वास हुनु जरुरी हुन्छ। के तपाईलाई थाहा छ, डेभिड गगिन्सले कयौं ठूला रनहरू पनि गरेका छन्, जो कोही एथलेटिक्सले पनि यो गर्न सक्दैन। यो कसरी सम्भव भयो? यो थियो उनको आत्मविश्वास। उनले 24 घण्टामा 100 माइल दौडने गर्थे, जुन नर्मल मानिसले सोच्न पनि सक्दैन र कयौं ठूला एथलेटिक्सले पनि गर्न सकिरहेका थिएनन्। एकपटक लेखकको हातमा प्वाल परेको थियो। त्यसपछि उनलाई डाक्टरले आराम गर्नको लागि सल्लाह दिएका थिए। डाक्टरको सल्लाह अनुसार उनले 5 हप्तासम्म आराम पनि गरिरहेका थिए। त्यही समय उनको साथीको एक इमेल आयो, तिमी 100 माइलको रेसमा सहभागिता जनाउन तयार छौ। त्यसपछि हामी जस्तो सामान्य मानिसले 1 सेकेन्डमै सोच्थ्यौं होला कि स्वास्थ्य खराब छ, यस्तै सोच्थ्यौं होला। तर डेभिड गगिन्सले 1 सेकेन्डमै निर्णय गरे कि उनी सहभागी हुनेछन्। यो पनि उनको आत्मविश्वासबाट नै सफल भएको हो। उनलाई विश्वास थियो कि उनी फिजिकल रूपमा कमजोर भए पनि उनी मेन्टल रूपमा कहिले पनि कमजोर छैनन्, जसको कारणले गर्दा उनले आफ्नो सपना पूरा गरेर देखाए। त्यसकारण तपाईले पनि जीवनमा केही हासिल गर्न चाहनुहुन्छ भने तपाईले सबभन्दा पहिले आफूलाई विश्वास गर्नुहोस्। यदि तपाईलाई आफूप्रति विश्वास छ भने तपाईलाई सफलता हासिल गर्नको लागि कसैले पनि रोक्न सक्दैन।